नमस्कार सबैजनालाई। आज मैले धेरै पछि गोरखापत्र लोकसेवा सामग्रीको भिडियो लिएर आएको छु र यो चाहिँ 2083 साल असार 31 गतेको रहेको छ। प्रश्न नम्बर 1, नेपाल राष्ट्र बैंकको गभर्नर डाक्टर विश्वनाथ पौडेलद्वारा विक्रमसम्म 2083 असार 23 गते सार्वजनिक आर्थिक वर्ष 83-84 को मौद्रिक नीतिले उपभोक्ता मुद्रास्फीति कति कायम गर्ने लक्ष्य लिएको छ? 5.5%। प्रश्न नम्बर 2, सन् 2026 संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखको 5औं शिखर सम्मेलन कहाँ आयोजना गरियो? न्युयोर्क, अमेरिका। 2026 जुलाई 7 देखि 8। प्रश्न नम्बर 3, सन् 2026 जुलाईमा क्यारेबियन सागरमा फेला पारिएको नयाँ समुद्र जीव समुद्री स्लगको नाम के राखिएको छ? अल्डिसा भोजिन्हा। प्रश्न नम्बर 4, 83 मा कतिऔं भानुभक्त जन्मजयन्ती मनाइयो? 213औं। विक्रमसम्म 2083 असारको 29 गते। प्रश्न नम्बर 5, कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन कहिले भएको हो? सन् 2026 जुलाई 12। प्रश्न नम्बर 6, कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरमा दोस्रो कर्णाली छोरी सम्मेलन कहिले सम्पन्न भयो? विक्रमसम्म 2083 जेठ 16 र 17। प्रश्न नम्बर 7, विश्वको सबभन्दा सानो गणतान्त्रिक मुलुक नाउरूको संसदले देशको नाम परिवर्तन गरी नाओरो राख्ने प्रस्ताव कहिले पारित गरेको हो? 2026 मे 12। प्रश्न नम्बर 8, विश्व अभिभावक दिवस कहिले मनाइन्छ? जुन 1। सन् 2026 को नारा टुगेदर फर प्यारेन्ट्स। प्रश्न नम्बर 9, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता 2026 को उपाधि विजेता टोली कुन हो? त्रिभुवन आर्मी क्लब। उपविजेता सुदूरपश्चिम प्रदेश। मिति 2083 चैत 7 देखि वैशाख 4। प्रश्न नम्बर 10, नेपालकै पहिलो पोषण मैत्री गाउँपालिका घोषणा हुन सफल स्थानीय तह कुन हो? बडीगार्ड गाउँपालिका, बागलुङ। घोषणा मिति विक्रमसम्म 2083 असार 15। प्रश्न नम्बर 11, कल्पना ज्ञानभन्दा बढी महत्त्वपूर्ण हुन्छ भन्ने विद्वान को हुन्? अल्बर्ट आइन्स्टाइन। प्रश्न नम्बर 12, संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कद्वारा सार्वजनिक दिगो विकास सूचाङ्क 2026 मा नेपाल कतिऔं स्थानमा रहेको छ? 90औं स्थानमा। प्रश्न नम्बर 13, विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ? जुलाई 11। सन् 2026 को नारा रियलाइजिङ द होप्स एन्ड एस्पिरेसन्स अफ यङ पिपल टुडे एन्ड फर द फ्युचर। नेपालको जनसङ्ख्या जनगणना 2078 अनुसार 2,91,64,578 रहेको छ। र आजको लागि यति नै। धन्यवाद।